नमस्कार, शुभ प्रभात सबैजनालाई स्वागत छ यला दरबारको शेयर अर्थ र राजनीतिक समाचारमा। हरेक हप्ताको आइतबारदेखि शुक्रबारसम्म बिहान 7 देखि 8 बजेसम्म प्रस्तुत हुने यो कार्यक्रम यहाँहरूले सो समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ भने नेपाल शेयर खबर, क्यापिटल दरबार, हाम्रो यातायात, लाइभ क्लब हाउस डिस्कसन, नेप्से लगायतका थुप्रै युट्युब च्यानलहरूले प्रत्यक्ष र रेकर्डेड लाइभ पनि प्रसारण गरिदिरहनु भएको छ। त्यहाँबाट पनि आफ्नो समय अनुकूल सुन्न सक्नुहुन्छ। यदि क्लब हाउस एप मार्फतै सुन्न चाहनुहुन्छ भने स्पिकर प्यानलमा बस्ने साथीहरूको प्रोफाइलमा सेभ भएर बस्नेको रूपमा त्यहाँबाट पनि आफ्नो समय अनुकूल सुन्न सक्नुहुन्छ भन्ने कुराको जानकारी सन्देश गराउँदै आएको छु। आज पनि सुरुवातमा हुनेछ आजको दिन राशिफल र पञ्चाङ्ग। बाँकी रहेको समयमा विभिन्न पत्रपत्रिकामा छापिएका शेयर अर्थ र राजनीतिसँग जोडिएका समाचारहरू सन्देश हुने नै छन्। कार्यक्रमको उत्तरार्धमा राष्ट्रव्यापीका डेटा, प्रेरक प्रसङ्ग र कवि अर्जुन पराजुलीको कवितासँगै यहाँहरूले च्याट बक्समा, कमेन्ट बक्समा लेख्नुभएका कमेन्टहरू पनि प्रसारण गर्नेछौँ। यहाँहरूसँग पनि कुनै नयाँ समाचारहरू छन् भने कृपया लिङ्क च्याट बक्समा राखिदिनु होला। हामी त्यसलाई पनि सकेसम्म समयले भ्याएसम्म समेट्ने कोसिस गर्छौँ। भन्दै आज द्रुत गतिमा सुरु गरौँ आजको कार्यक्रमको पहिलो भाग, आजको दिन राशिफल र पञ्चाङ्गलाई। आज विक्रम सम्वत 2082 साल वैशाख 15 गते सोमबार हो। ईस्वी सम्वत सन् 2025 अप्रिल 28 तारिक, नेपाल सम्वत 1145 सिद्धार्थ संवत्सर चलिरहेको छ। सूर्य उत्तरायण वसन्त ऋतु हो। वैशाख शुक्ल पक्ष, तिथि आज प्रतिपदा, 43 घडी 50 पला, बेलुकी 11 बजेर 1 मिनट उपरान्त द्वितीय तिथि रहनेछ। नक्षत्र भरुणी, 45 घडी 13 पला, बेलुकी 11 बजेर 34 मिनट उपरान्त कृत्तिका नक्षत्र रहनेछ। आज चन्द्र राशि मेष राशिमा छन्। काठमाडौँमा सूर्योदय बिहान 5 बजेर 29 मिनटमा भयो भने सूर्यास्त बेलुकी 6 बजेर 35 मिनटमा हुनेछ। दिनमान आज 32 घडी 44 पलाको रहनेछ। बिहान 5 बजेर 29 मिनटसम्म आज अमृत बेला थियो। 5:31 देखि 7 बजेर 8 मिनटसम्म काल बेला, जुन अहिले चलिरहेको रहेछ, भर्खर सकिएछ काल बेला। 7 बजेर 9 मिनटदेखि 8 बजेर 46 मिनटसम्म शुभ बेला रहेछ। 8:47 देखि 10 बजेर 24 मिनटसम्म रोग बेला। 10:25 देखि 12 बजेर 2 मिनटसम्म उद्वेग बेला। 12:03 देखि 1:40 सम्म चर बेला। 1:41 देखि 3 बजेर 19 मिनटसम्म आज लाभ बेला रहेछ। 3:20 देखि 4 बजेर 57 मिनटसम्म अमृत बेला रहेछ। 4:58 देखि 7 बजेर 57 मिनटसम्म आज चर बेला छ भनेर भनिएको छ। शुभ कार्य र शुभयात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलालाई समय पार्नुहोला भनिएको छ। बिहान 7 बजेर 7 मिनटदेखि 8 बजेर 45 मिनटसम्म राहुकाल छ। यो राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्न भनिएको छ। बिहान 3 बजेर 54 मिनटदेखि बिहान 4 बजेर 42 मिनटसम्म आज ब्रह्म मुहुर्त थियो भन्दै लागौँ आजको राशिफलतिर। अब राशिफलको सुरुमा मेष राशिबाट हामी सुरु गर्छौँ। मेष राशिको व्यापार, शेयर बजार तथा उद्योगबाट आज प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ। माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ। राजनीति तथा समाज सेवामा समयमा लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन आज प्रसन्न हुनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ भनेर मेष राशिको राशिफल आज राम्रो रहेछ। अब वृष राशितिर लागौँ। खर्च बढ्ने तथा कामहरू नहुने प्रशस्त सम्भावना छन्। आर्थिक स्थिति खस्केर जाने हुनाले घरयासी खर्च व्यवस्थापन गर्न हम्मे पर्नेछ। पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ। स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने योग रहेको छ। व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्नेछ भने छोटो दूरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय आज फस्टाएर जान सक्छ वृष राशिको लागि। अब मिथुन राशि, परिवार, आफन्त तथा इष्टमित्रसँग आत्मीयताका साथ सद्भाव बढ्नेछ। सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर जुर्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। शत्रुहरू पराजित हुनेछन्। माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने पति पत्नी बीच सम्बन्धमा सुधार आउनेछ। राजनीति तथा समाज सेवा जस्ता क्षेत्रमा तपाईँको नाम चर्चामा आउनेछ। विवादित विषय तपाईँकै पक्षमा फैसला हुनेछन्। अब कर्कट राशि, समाज सेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको सहयोग, व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन्। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन्। गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनज्ञ लाभ लिन सकिनेछ। प्रेमको डोरो कसिलो भएर जानेछ। यो कर्कट राशिको राशिफल थियो। अब सिंह राशितिर लागौँ। समयमा घर परिवार तथा आफन्तबाट मनमुटाव सिर्जना हुनेछ। बाहिरी वातावरणको ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या आउने योग रहेको छ। प्रेममा मनमुटाव सिर्जना हुनेछ।
तर पनि नाफामूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ। धर्म, संस्कृति तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेको छ। अध्ययन तथा अध्यापनको सिलसिलामा लामो दूरीको यात्रा तय गर्न सकिनेछ। सिंह राशिको लागि अब कन्या राशि चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ। आफन्त तथा दिदीबहिनीबाट सहयोग तथा समर्थन पाइनेछ। सोचिन्तकको सुझावलाई शिरधारे गर्दै अगाडि बढ्न सके फाइदा हुनेछ। माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन आज प्रसन्न हुनेछ कन्या राशिलाई। अब तुलातिर लागौं। व्यावसायिक यात्रा हुने तथा आवश्यक पर्दा साथ दिनेहरू प्रशस्त भेटिनेछन्। परिवारका साथ देश विदेशको यात्रा तय गर्न सकिनेछ। स्थायी सम्पत्तिको भरपूर प्रयोग गर्न पाइनेछ। नाफामूलक काम गरी मनकै आम्दानी पनि आज गर्न सकिनेछ। सेवामूलक काम गरी नाम र दाम दुवै कमाउन पनि सकिनेछ। मान सम्मानमा पनि वृद्धि हुनेछ। अध्ययनमा आज मन जानेछ। अब वृश्चिक राशि पढ्ने लेख्ने काममा अरूलाई पछाडि छाड्दै नतिजा आफ्नै पोल्टामा पार्न सकिनेछ। पुराना समस्याहरूबाट छुटकारा पाइने हुनाले मन आज प्रसन्न हुनेछ। स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ काम गर्न सकिनेछ। तपाईसँग मनमुटावको भावना राख्ने तथा शत्रुता सार्नेहरू आफै कमजोर भएर जानेछन्। काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार, शेयर बजार तथा उद्योगबाट आज आम्दानी हुनेछ वृश्चिक राशिलाई। अब धनु राशि सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला। अप्रिय घटना नघट्ला भन्न सकिन्न। दिनभर व्यस्त भए पनि न्यून चित्त बुझाउनु पर्दा मन आज खिन्न हुनेछ। खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला। पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछाडि परिने चिन्ताले सताउनेछ। व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँगुरिनेछन्। प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट पनि आउन सक्छ। विशेष ख्याल गर्नुपर्नेछ धनु राशिलाई। अब मकर राशितिर लागौं। सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ। समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ। माया प्रेममा रमाउन सकिनेछ भने परिवारको साथले नयाँ काम गर्न हौसला बढ्नेछ। दिन दुखीको सेवामा आफूलाई समर्पित गर्न पाउँदा मन आज हर्षित रहनेछ। तर पनि लामो दूरीको यात्रा गर्दा ध्यान दिनुहोला। यात्रा कष्टकर नहोला भन्न सकिन्न मकर राशिलाई। अब कुम्भ राशितिर लागौं। महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ। लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ। घाँटी सम्बन्धी समस्या ठिक भएर जानेछ। दाजुभाइ तथा बन्धु बान्धवको सहयोगले राम्रा कामहरू गर्न आज सकिनेछ। छोटो दूरीको यात्राको तय गर्न सकिनेछ। माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको भरपूर सहयोग पाइनेछ कुम्भ राशिलाई। अब आजको लागि राशिफलको अन्तिम राशि मीन राशितिर लागौं। बोल्दा ख्याल गर्नुहोला। समय आज मध्यम छ। आफन्त तथा इष्टमित्रसँगको मनमुटाव बढ्नेछ। रुपियाँ पैसाको कारोबार गर्दा आज ध्यान दिनुपर्नेछ। सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च आज बढ्न सक्छ। माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाव बढ्नेछ। खानपानमा ध्यान नदिए स्वास्थ्यमा पनि समस्या आउनेछ। व्यापार व्यवसायमा लगानी गरी आम्दानी गर्नको लागि आज कुर्नै पर्नेछ र कुर्नु नै बेस हुनेछ भन्ने यो मीन राशिको राशिफल थियो। र ज्योतिषी दुर्गा प्रसाद भण्डारीको यो राशिफल मैले यहाँहरूलाई पढेर सुनाएँ। राशिफलले जे जस्तो लेखे पनि कर्म भावलाई अगाडि सार्दै आफ्ना काम त छोड्नु हुँदैन भन्दै लागौं आजको कार्यक्रमको पहिलो भाग यहीँ सकेर आज विभिन्न पत्र पत्रिकामा छापिएका शेयर, अर्थ र राजनीतिक समाचारहरूतिर। पाल्पामा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु भन्ने शीर्षकको आजको सुरुवातमै दुःखद खबर छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका 1 मा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। चालक सहित 2 जना घाइते भएका छन्। असारेबाट ठुलो पोखरीतर्फ जाँदै गरेको लु 32357 नम्बरको जीव आइतबार करिब 10 बजेतिर अनियन्त्रित भई सडकबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका 1 असारेका 22 वर्षीय जनक रेग्मी, 36 वर्षीय दिपेन्द्र बुढा र 31 वर्षीय चेत नारायण विक रहेका छन्। उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिएका छन्। घटनामा 27 वर्षीय जीव चालक रञ्जन रेग्मी र 22 वर्षीय सरोज बुढा घाइते भएका छन्। उनीहरूको मिसन अस्पताल पाल्पामा उपचार जारी छ भनेर पाल्पामा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु भन्ने आजको यो पहिलो खबर थियो। अब अर्कोतिर लागौं। मध्य प्रदेशका 136 पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा 52 करोड भ्रष्टाचार भन्ने शीर्षकको मध्य प्रदेशका 8 जिल्लामा 136 पालिकामा मध्य प्रदेश सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा 52 करोड रुपियाँ भ्रष्टाचार गरेको खुलेको छ। मध्य प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले 136 पालिकामा जनस्वास्थ्य प्रयोगशाला, निदान केन्द्र स्थापनाको लागि
स्वास्थ्य उपकरण खरिद गर्दा 52,09,87,460 रुपियाँ भ्रष्टाचार भएको निष्कर्षसहित आइतबार विशेष अदालतमा 4वटा मुद्दा दायर भएको छ। जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिद गर्दा भ्रष्टाचार भएको 52,09,87,460 रुपियाँ अनियमितता भएको निष्कर्षसहित अख्तियारले त्यति नै बिगो रकम दाबी गर्दै 4वटा मुद्दा दायर गरेको हो भनेर भनिएको छ। मुद्दामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण कुमार मिश्र सहित 14 जनालाई प्रतिवादी बनाइएको छ। सरकारी कर्मचारीको घाम, कलम घुमाउने ठाउँमा हाम, सरकारी कर्मचारीको काम कलम घुमाएर हाम भन्ने शीर्षक राखे भए चट्ट मिल्थ्यो। सर्वोच्चले दिएको समय सीमा घर्कियो, शिक्षक आन्दोलन चर्कियो भन्ने शीर्षकको अर्को खबर छ। भोलि सोमबार योभन्दा 3 गुणा शिक्षक भेला हुनेछन्। शान्तिपूर्ण आन्दोलनमा घुसपेट भएको छ, आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्, महासङ्घ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भन्छन् भनेर भनिएको छ। वैशाख 14 गते सर्वोच्च अदालतले गत बिहिबार 3 दिन अगाडि आन्दोलनरत शिक्षकको माग सम्बोधन गरी विद्यालय फर्काउन सरकारलाई आदेश दिएको थियो। तर अदालतले दिएको समय सकिन लाग्दा समेत सरकार र शिक्षकबीच सहमति हुन सकेको छैन। शिक्षक विद्यालय फर्किने वातावरण बनाएको छैन। अदालतको आदेश समेत अवज्ञा भएको छ। सरकार राजनीतिक दल जिम्मेवार नहुँदाको परिणाम हो यो, शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले भन्छन्। सबैबाट हेलचेक्राइ भइरहेको छ। अदालतले 4 दिनभित्र प्रतिवेदन समेत बुझाउन भनेको छ। भोलि सोमबारसम्म अदालतको आदेश सरकारले मान्नुपर्छ, अधिवक्ता श्रवण कुमार चौधरीले भन्छन्। शिक्षक पनि संवाद र वार्तामा नआउँदा थप जटिल भएको बुझाइ छ। शिक्षक पनि वार्तामा आउनु पर्थ्यो। यतिका दिनसम्म शिक्षकले पनि वार्ताको कुरा गरेनन्। औपचारिक छलफल भयो तर वार्ता गरेनन्। उनले भन्छन् शनिबार शिक्षक र सरकार बीच औपचारिक वार्ता भएको थियो। वार्ता र संवादलाई निरन्तरता दिने सहमति पनि भएको छ। तर आइतबार परिस्थितिले अर्कै मोड लिएको छ। आइतबार दिउँसो नयाँ मानिसहरू सडकमा प्रहरी र शिक्षक बीच झडप भयो। आन्दोलनको नेतृत्व गरेको शिक्षक महासङ्घको सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार झडपमा करिब 60 जना शिक्षक घाइते भएका छन्। केही डिस्चार्ज भएका छन्, केही अस्पतालमा उपचार अहिले पनि छन्। झडप भएपछि शिक्षक महासङ्घको आइतबार बसेको बैठकले सरकारबाट दमन भएको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। आज सरकारको पक्षबाट निन्दनीय काम भएको छ, यसको हामी घोर भर्त्सना गर्छौँ। घाइतेको उपचार सरकारले गर्नुपर्छ। बाटोमा बस्नुभएको शिक्षकहरू माथि समेत आक्रमण गरिएको छ, नानुमाया पराजुलीले भन्छन्। शिक्षकलाई दमन गरेर घर फर्काउने योजना सरकारले लिएको छ। यसले थप आक्रोश बढेको छ। आन्दोलन त्यही अनुसार अगाडि बढ्छ। आइतबारको घटनाले वार्ता र संवादको बिगारेको शिक्षकको निष्कर्ष महासङ्घले निकालेको छ। सोमबारदेखि थप शिक्षक कर्मचारी देशभरबाट आउने महासङ्घले जनाएको छ। भोलि योभन्दा धेरै गुणा बढी शिक्षक भेला हुनेछन्। शान्तिपूर्ण आन्दोलनमा घुसपेट भएको छ, आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्, महासङ्घ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भनेका छन् भनेर आज झनै आन्दोलन चर्काउने शिक्षकहरूले भन्ने शीर्षकको यो खबर थियो। अब राष्ट्रसभामा बढ्दैछन् निष्क्रिय नेता भन्ने शीर्षकको अर्को खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको केन्द्रीय तहमा महत्त्वपूर्ण जिम्मेवारी रहेका नेताहरू निष्क्रिय देखिन थालेका छन्। अनुशासन समितिका प्रमुख भरतमणि देवकोटा, परीक्षण विभागका प्रमुख अनिल केशरी शाह र केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व सदस्य अरनिको पाण्डे निष्क्रिय भएका छन्। अनुशासन समितिका प्रमुख देवकोटा हाल अमेरिकामा छन्। देवकोटा अमेरिकामा रहेकाले कार्यवाहकको रूपमा रमाकान्त रिमालले भूमिका निर्वाह गरिरहेका छन्। रिमालले आफू कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेको अनलाइन खबरलाई बताइरहेका छन्। देवकोटाले पार्टीलाई समय दिन नसक्ने खबर गरिसकेका छन्। उनले पदबाट राजीनामा भने दिइसकेका छैनन्। उनले पदबाट राजीनामा भने दिइ नसकेको कार्यवाहक महामन्त्री कविन्द्र बुढाकोटीले जानकारी गराएका छन्। यो नेपालको रानो गएर जेल बसेपछि व्यक्तिवादी पार्टी यस्तै हो भन्ने कुरा यो समाचारबाट पनि देखिन्छ। राष्ट्रसभामा निष्क्रिय नेता बढ्दै। वीरगञ्जको सानो पाइला सहकारीको अनुसन्धान सकियो, रवि विरुद्ध 5 करोड माग दाबी गर्नुपर्ने सुझाव भन्ने शीर्षकको यो अर्को खबर छ। वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रका अनुसार गत शुक्रबार अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको हो। कुल 1 अर्ब 12 करोड 65,55,026 रुपियाँ बिगो माग दाबी हुनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो, जसमा 30 व्यक्ति र 11 संस्था गरी 41 जनालाई प्रतिवादी बनाउनुपर्ने सुझाव प्रहरीको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध 5 करोड 74,30,333 रुपियाँ बिगो माग दाबी हुनुपर्ने राय प्रहरीले दिएको छ। रवि लामिछाने विरुद्ध लामिछाने अहिले रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वपक्षका लागि भैरवा कारागारमा रहेका छन्। सोही सहकारीमा पूर्वपक्षमा भैरवा कारागार रहेका पूर्व डिआइजी सबिला जोशीसँग भने 3 करोड 24 लाख रुपियाँ बिगो माग दाबी गरिएको प्रहरीको राय छ। सहकारी ठगी प्रकरणको मुख्य नायिका भनिएर
फरार प्रतिवादी जीवी राई विरुद्ध भने 10 करोड 81 लाख बिगो मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ। चुनावमै रहेका मेयर देवकुमार नेपालीसँग भने 15 करोड 53 लाख रुपियाँ मागदाबी हुनुपर्ने सुझाव प्रहरीको रहेको छ भनेर भनिएको छ। सबै गर्दा पनि 28 करोडभन्दा तलै हुने भयो। थपक्क त्यो जग्गा बेचेर सर्लग तिर्दियो भने ती मान्छे पनि कति आनन्द मान्थे, जेल पनि अलिक कम बसे हुन्थ्यो होला। अब भगवानले यस्तो कुरो कहाँ बुझ्छन्? भगवानले हामीले भन्दा अगाडि देख्छ भन्छन्, खै देखेरै होला अहिले जेल बसेको। अदालतमा रविन्द्रले स्वीकारे, आँखै अगाडि अश्रु ग्यास खसेपछि आवेगमा आए भन्ने शीर्षकको हदगडी लगाएर दुईजना रविन्द्र मिश्र र अर्को एकजना व्यक्तिलाई अदालत लाँदै गरेको फोटो सहित यो खबर अनलाइन खबर अगाडि लेख्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रु ग्यास प्रहार भएपछि आफू आवेगमा आएको बताएका छन्। म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौँ लगिएका मिश्रले आफ्नो भनाइ राख्ने क्रममा आन्दोलनमा गएका व्यक्ति विरोध स्थलमा ध्यान गरेर बस्न नसक्ने समेत बताएका छन्। चैत्र 15 गते काठमाडौँको तिनकुनेमा भएको राजावादी समूहको प्रदर्शनपछि सोही दिन राति प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो। त्यसयता मिश्र काठमाडौँ जिल्ला प्रहरीको हिरासत काठमाडौँमा रहेका छन्। मेरै आँखै अगाडि नाकै अगाडि अश्रु ग्यास खसेपछि त्यो अश्रु ग्यासबाट तरतर आँसु झरेर नवराजीलाई बचाएर एक ठाउँमा राखेपछि म माथि अश्रु ग्यास परेपछि अस्वाभाविक रूपमा म अलिकति आवेगमा आएकै हो, मिश्रले न्यायाधीश समक्ष भन्छन्। अश्रु ग्यास आफू नजिक प्रहार हुनु अघि छरिएका प्रदर्शनकारीले के गरे त्यो बारेमा जानकारी नरहेको मिश्रले बताएका छन्। यसअघि राप्रपाले गरेका प्रदर्शनमा प्रहरीले रोक्दा पनि अघि बढ्न भने जस्तै यसपटक पनि भनेको मिश्रले बताएका हुन् भनेर अश्रु ग्यास अगाडि आँखै अगाडि खसेपछि आवेगमा आए भनेर न्यायाधीश अगाडि भनेछन्। अब लागौँ यति राजनीतिक समाचार पढेपछि केही आर्थिक समाचारहरू अनलाइन खबरकातिर। भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुङ्गानालाई अर्थमन्त्रीको निर्देशन भन्ने शीर्षकको अबको खबर अगाडि बढ्छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर डाक्टर निलम ढुङ्गाना तिमल सिन्हालाई निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा बोलाएर ढुङ्गानालाई उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले अनलाइन खबरलाई जानकारी दिएको छ। सत्ता साझेदार कांग्रेस र एमाले बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्ति गर्न समझदारी भएको सार्वजनिक भएको थियो। त्यसपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले राजीनामा दिएकोमा त्यो स्वीकृत भएको छैन। कामु गभर्नर ढुङ्गाना आफै गभर्नरको प्रतिस्पर्धी भएकोले उनले राजीनामा स्वीकृत नगरेको आशंका गरिएको छ। तर उपप्रधानमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवतः उनले त्यसको पालना गर्ने मन्त्रालय स्रोतको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेट भएको थियो। सो भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री लेखक पनि सहभागी भएका थिए। सो भेटमा भएको सहमति अनुसार उपप्रधानमन्त्री पौडेलले सो निर्देशन दिएको मन्त्रालय स्रोतको भनाइ छ। पौडेलसँग आफ्नो भेट भए पनि गभर्नर नियुक्तिका विषयमा कुनै पनि कुरा नभएको कामु गभर्नर ढुङ्गानाले बताएकी छिन्। तालुक मन्त्रालयको मन्त्रीज्यूसँग भेटघाट हुनु स्वाभाविक हो। उनले भन्छन् भट्टको राजीनामा स्वीकृत गर्ने विषयमा कुनै कुरो भएको छैन भनेर कामु गभर्नरले भनेको कुरा पनि अन्तिममा समेटिएको छ। त्यो त आज थाहा भइहाल्छ नि। सबै सोहोर्न खोज्दाखेरि लास्टमा त्यही फरिया समातेर कुन चाहिँ देशको राजदूत हुनुपर्ने गाह्रो छ। यिनलाई पनि न्यून ब्याज दर हुँदा पनि कर्जामा सुधार हुन सकेन भनेर कामु गभर्नर ढुङ्गानाले भन्नुभएको छ। यो खबर पनि यतै छ। नेपाल राष्ट्र बैंक कामु गभर्नर डाक्टर निलम ढुङ्गानाले न्यून ब्याज दर हुँदाहुँदै पनि निजी क्षेत्रमा प्रभावित कर्जामा अपेक्षित सुधार हुन नसकेको बताएकी छिन्। राष्ट्रिय वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक अर्थतन्त्रका लागि कर्जा प्रवाहको सुस्तता एउटा चुनौती रहेको समेत औल्याइन्। पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालन रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायमै छन्। उनले भनेकी छिन् आन्तरिक अर्थतन्त्र लयमा ल्याउने आउने उनको भनाइ छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको कुरा पुष्टि गरेको छ। उनले भन्छन् पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ। यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको सुधारान्तर बचत रहन गई विदेशी विनिमय सञ्चित बढेको ढुङ्गानाको भनाइ छ। वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको पनि उनले बताएकी छिन्। राष्ट्र बैंकले गरेका नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवं सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानी प्रयोग उच्च दरमा बढेको छ। कामु गभर्नर ढुङ्गानाले भनेकी छिन् अन्तर्देशीय भुक्तानी प्रणालीको अन्तर्आबद्धता समेत प्रारम्भ भएको छ। कार्यक्रममा राष्ट्र बैंकले विगत 1 वर्ष अवधिमा गरेका प्रमुख कार्य प्रगतिबारे जानकारी पनि गराइएको थियो भनेर राष्ट्र बैंकको यो वार्षिक उत्सवको अवसरमा गरिएको कार्यक्रममा भनिएका कुराहरू हुन्। महाप्रसादको जय भनेर 2 वर्षदेखि बस्दाखेरि जसरी कोभिडको बेलामा यिनले लिएको अडान यदि कोभिड पछाडि पनि लिइदिएको भए आज देशले उल्टे फेर्थ्यो।
महाप्रसादको जय भनेर बस्नाले देशले पुरै उत्तानो फेरेर यस्तो हालत चलिरहेछ। अब शेयर बजारतिर लागौँ। 10 अर्ब 87 करोडको शेयर कारोबार बढ्यो नेप्से भन्ने शीर्षकको अर्को खबर छ। साताको पहिलो दिन शेयर बजारमा कारोबार रकममा उल्लेख्य वृद्धि आएको छ। अघिल्लो दिनको तुलनामा झन्डै 3 अर्बले कारोबार बढेको छ। अघिल्लो दिन 7 अर्ब 87 करोडको कारोबार भएकोमा आज 10 अर्ब 87 करोडको कारोबार भएको छ। उच्च कारोबारका बीच बजार परिसूचक भने सामान्य अङ्कले बढेको छ। नेप्से परिसूचक 3.65 अङ्कले बढेको हो। सो वृद्धिपछि नेप्से 2661 अङ्क कायम भएको छ। कारोबारकै क्रममा 12 बजेर 25 मिनटसम्म 2684 अङ्कसम्म बजार पुगेको थियो। सबैभन्दा धेरै बढ्नेमा लगानी सेक्टर रहेको छ भने धेरै घट्नेमा फाइनान्स सेक्टर छ। ब्याङ्किङ 0.39, विकास ब्याङ्क 0.02, फाइनान्स 1.05, जीवन बीमा 0.11, माइक्रो फाइनान्स 0.94, निर्जीवन बीमा 0.33, अन्य समूह 0.57%ले घटेका छन्। होटल तथा पर्यटन समूह 0.38, हाइड्रो पावर 1.06, लगानी 1.77, उत्पादन 0.14 र व्यापार समूह 1.18%ले बढेका छन्। दुई कम्पनीको मूल्य 10%ले बढेको छ। नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स हो। माइक्रो लाइफ इन्सुरेन्सको मूल्य प्रतियोगिता 1042 रुपियाँ 50 पैसा पुगेको छ भने क्रेस्टको 861 रुपियाँ 90 पैसा पुगेको छ। भूगोल इनर्जी 7.63, डाङ्दी ग्रुप पावरको 7.55, सानिमा माई हाइड्रो पावरको 7.19, अरुण भ्याली हाइड्रो पावरको 7.07%ले मूल्य बढेको छ। नेपाल लघु वित्तको मूल्य 10%ले घटेको छ भने नारायण डेभलपमेन्टको मूल्य 5.05%ले घटेको छ। आज धेरै कारोबार भएका 5 कम्पनीमा डाङ्दी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, राधी जलविद्युत कम्पनी, एचआइडिसिएल र एचआइडिसिएल प्रोमोटर्स क्रमशः अगाडि रहेका छन् भनेर हिजोको कारोबारमा आधारित यो समाचार थियो। अब एउटा अनलाइन खबर जाँदा जाँदै तरकारी सम्बन्धी खबर छ। चितवनबाट ल्याइएको तिते करेलामा भेटियो विषादी भन्ने शीर्षकको खबर। काठमाडौँको कालीमाटीमा तरकारी बजारमा भेटिएको तिते करेलामा बढी मात्रामा विषादी भेटिएको छ। चितवनबाट आइतबार ल्याइएको तिते करेलामा 75% अर्गानोफस्फेट नाम गरेको विषादी भेटिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले आइतबार कालीमाटी बजारमा 17 पसलको 17 थरी नमुना फलफुल परीक्षण गरेको थियो। परीक्षणका क्रममा तिते करेलामा उक्त विषादी धेरै मात्रामा भेटिएको हो। विषादीको मात्रा धेरै भेटिएको उक्त तिते करेला उपभोग अयोग्य रहेको जनाइएको छ। सरकारले रोकावट प्रतिशतको दर 35 भन्दा कम हुँदा उपभोग योग्य मानेको छ। 35 देखि 45% पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ। यस्तै 45% भन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ भनेर तितो तिते करेलामा अझै तितो विषादी भनेर भनिएको छ। अझै तिते करेला बुम भनेर बस्यो भने त फेरि चाँडै किडनी, लिभर, फोक्स, कलेजो, मुटु जम्मै हात हालेर हिँड्नुपर्छ। सेयर किनेर मात्र होइन, अब तिते करेला किन्यो भने पनि मुटु हात लिनुपर्छ भन्ने कुरा आयो। ल अब अनलाइन खबरलाई सकियो। अब विशालातिर लागौँ। विशालाका आजको पहिलो खबर टेक्निकल खबर छ। बोलिङ्गर ब्यान्डको मध्य ब्यान्डमा प्रतिरोधको सामना गरेको बजारको अबको सम्भावना कस्तो भन्ने शीर्षकमा खबर छ। क्यान्डलस्टिक चार्ट प्याटर्न, बोलिङ्गर ब्यान्ड, एमएससिडी, आरएसआई लगाइएको छ। दिनभर नेप्से राम्रै अङ्कले बढेको, बजार अन्त्यमा भने झिनो अङ्कले बढेर बन्द भयो। बजार बढ्दा कारोबार रकम पनि बढेको छ। आजको बजारलाई प्राविधिक रूपमा बोलिङ्गर ब्यान्ड मार्फत निहाल्दा मध्य ब्यान्डमा अर्थात् 2780 प्रतिरोधको सामना गरिरहेको छ। क्यान्डलस्टिकबाट निहाल्दा अघिल्लो कारोबारमा डोजी क्यान्डल बनेकोमा आज ग्रेभस्टोन डोजी बनेको छ। इन्भर्टेड ह्यामर पनि भन्छन् यसलाई। यी दुवै क्यान्डललाई अनिडेको क्यान्डल भनिन्छ। क्यान्डलस्टिकबाट निहाल्दा अझै 1-2 कारोबार पछि मात्रै बजारको दिशा प्रष्ट हुने देखिन्छ। म्याग्दीमा निहाल्दा भने आज एमएससिडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेर बेरिस क्रसओभर गरेको छ। योसँगै हिस्टोग्रामहरू पनि नेगेटिभ बनेको छ। आरएसआई भने न्युट्रल जोन 44 को तहमा चलेको छ। पिभट मार्फत निहाल्दा आज पिभट पोइन्ट 2677 बाट तल खसेको बजारको क्रमशः सपोर्ट 2622, 2587 र 2532 बिन्दुमा हुन सक्छ। यसैगरी बढेमा भने 2712, 2767 र 2802 बिन्दुमा प्रतिरोध सामना गर्न सक्छ। शेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ। यसरी बनाइएको समाचारका आधारमा किन्नुस् बेच्नुस् भनेर भनिएको होइन भन्ने अन्तिममा नोट छ। अब लगानीकर्तामा जलविद्युतको चर्चा भन्छन् आइपिओबाट ढोका खुल्छ, कारोबार गर्न नजाने धोका पनि हुन्छ भनेर सायद 58 नम्बर ब्रोकरको फोटो जस्तो देखिन्छ। डिस्प्ले बोर्ड अगाडि लगानीकर्ताहरू आफ्नै कारोबारमा मस्त देखिएका
यो कारोबारको गर्दै गरेको फोटोसहित अब ग्राउन्ड जिरो अगाडि बढ्छ। साताको प्रत्येक आइतबार पस्किँदै आइरहेको नियमित स्तम्भ ग्राउन्ड जिरोलाई आज पनि विशालाले पस्किने निदो गरेका छौँ। ग्राउन्ड जिरोको क्रममा हामी त्रिपुरेश्वर, सुन्धारा र न्युरो आसपासका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौँ। सबैभन्दा पहिले हामी त्रिपुरेश्वरमा रहेको इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल स्टक ब्रोकर नम्बर 53मा पुग्यौँ। त्यहाँ पुग्दा ब्रोकर हाउसमा केही लगानीकर्ताहरू पुगिसकेका थिए। बिहान पहिलो प्रहरमा बजार राम्रै अङ्कले बढेको थियो। ल है साथीहरू, अब त बजार बढ्ला जस्तो छ। सरकार पनि तत्कालै ढल्ने अवस्था छैन। देउबा फर्केपछि अब गभर्नरको विषयले पनि टुङ्गो लाग्ने भयो भन्ने सुनिएको छ। बजार त अब बढ्ने नै हो, एक लगानीकर्ताले भनेको सुनिएको थियो। उनको यस्तो अभिव्यक्ति सुनिसकेपछि अर्का लगानीकर्ताले बोले, अन्तर्राष्ट्रिय अवस्था ठिक छैन, त्यसैले छोटो समयको लागि भन्दा पनि लामो समयको लागि सेयर खरिद गर्दा ठिक होला है साथीहरू। मैले त सस्ता मूल्य भएका निफ्रा, एचआइडिसिएल जस्ता कम्पनी किनेर राखेको छु। ब्रोकर हाउसमा यस्तै गलफती चल्दै थियो। आजको पहिलो प्रहरमा बजार करिब 20 अङ्कभन्दा बढीले बजार बढेको थियो। मध्याह्नमा राजधानीमा छिटपुट वर्षा पनि भएको थियो भने बजारले कारोबारसहित गति लिएको पनि देखिन्थ्यो। यहाँबाट हामी सुन्धारामा रहेको सुन्धारा सेक्युरिटिज ब्रोकर नम्बर 52मा पुगेका थियौँ। त्यहाँ पनि लगानीकर्ताहरू ब्रोकर हाउसमा भेला भएर राजनीति तथा सेयरका गफ गरिरहेको र चर्चा गरिरहेको सुनिन्थ्यो। त्यतिकैमा एक लगानीकर्ताले अहिले सरकार ढल्ने भन्ने विषय त्यति विश्वासिलो नभएको बताएका थिए। राप्रपा र रासपा नभएसम्म वैकल्पिक सरकार बन्दैन। उता भारत र पाकिस्तान बीचको बढ्दो तनावले भारतले नेपालमा ध्यान दिन पनि सकेको छैन। त्यसैले यो सरकार अहिले केही हुन्छ भन्ने जस्तो मलाई लाग्दैन, ती लगानीकर्ताले भन्दै थिए। यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अहिले बजारमा खेलाडी लागेका कम्पनी मात्रै बढ्ने गरेको गुनासो गरेका छन्। हाइड्रो कम्पनीमा संस्थापक हकपतको फन्डा निकालेर बेचेर भाग्दैछन्। हाइड्रोमा पनि ब्याङ्क जस्तै लकिङ राख्नुपर्ने भयो। यस्तै एक लगानीकर्ताले भन्छन् सेयर किनेर झनै फसेको गुनासो पनि उनले गर्दैछन्। त्यस बेलासम्म दिनको 1 बज्दै थियो। बजारमा बिस्तारै बिक्री दबाव आउँदै थियो। त्यहाँबाट हामी न्युरोडमा रहेको एबिसी सेक्युरिटिज ब्रोकर नम्बर 17तिर लाग्यौँ। त्यहाँ पनि लगानीकर्ता बजार हेर्न मस्त देखिन्थे। यस ब्रोकरमा भेटेका लगानीकर्ताले आज जलविद्युत कम्पनीमा चमक आएकोले अब अन्य समूहमा पनि चमक आउने प्रतिक्रिया दिएका थिए। आज 1 बजे पनि बजारमा केही बिक्री दबाव आएको थियो। त्यसले तर्फ इङ्गित गर्दै एक लगानीकर्ताले खेलाडीले आज पहिलो प्रहरमा सेयर बेच्न बढाएको आकलन गरे। तर उनी सँगै बसेका एक लगानीकर्ताले भने कारोबार त राम्रै बढेकोले बजार घट्नुपर्ने त केही कारण नभएको पनि बताएका थिए। ब्रोकर हाउसमा यस्तै गलफतीहरू चल्दै थियो। त्यहाँबाट हामी नक्सलमा रहेको नासा सेक्युरिटिज ब्रोकर नम्बर 58मा पुग्यौँ। त्यहाँ केही आन्दोलनमा आएका शिक्षक लगानीकर्ता पनि भेटिए। त्यस्तै लगानीकर्ता मध्ये एकजनाले भने त्यहाँ आन्दोलन भन्दा त हामी सेयर बजारमै लाग्नुपर्छ कि क्या हो साथीहरू। उनीसँगै बसेका लगानीकर्ताले उनलाई सुझाव दिँदै भने, बुझेर आउनुहोस् है, यो बजारमा आइपिओ भरेपछि सेयर बजारको ढोका खुल्छ। दोस्रो बजारमा त कारोबार गर्न नजाने ठुलै धोका पनि हुन सक्छ। त्यसैले सबै विषय बुझेर मात्र आउनु होला। ब्रोकर हाउसमा लगानीकर्ता बीच यस्तै वार्तालाप चल्दै थिए। 2 बजेपछि भने हामी बजारमा 2 बजेपछि भने बजारमा केही बिक्री दबाव देखिएको थियो भनेर विशालाको ग्राउन्ड जिरो फ्याट बिचैमै चुडालेर सक्नुभएको रहेछ। अलिक कम्प्लिट गरिदियो भने हुन्थ्यो। अब लागौँ अर्को खबरतिर। नेप्से झिनो अङ्कले बढ्यो, कारोबारमा सुधार आयो भन्ने शीर्षकको खबर त हामीले अघिदेखि पढिरहेका छौँ। अब शीर्ष 10 ब्रोकरतिर 6वटाबाट उच्च खरिद भने 4वटाबाट बिक्री भन्ने समाचारतिर लागौँ, जसमा नासा सेक्युरिटिज सर्वाधिक कारोबार गर्नमा सफल पहिलो भएको छ। यो ब्रोकरबाट आज 79 करोड 90 लाख झन् 80 करोड खरिदमा 87 करोडको बिक्री। लगातार बेचेर पैसा लिएर कहाँ जानु जहिले। दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज 42 करोड 38 लाखको खरिद छ भने 41 करोड 86 लाखको बिक्री छ। तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिज 42 करोड 98 लाखको खरिद छ भने 39 करोड 56 लाखको बिक्री। यो भिजनले किनेपछि चाहिँ बजार चाहिँ केही न केही हुन्छ। चौथो स्थानमा रहेको सनी सेक्युरिटिज हेऱ्यो भने 33 करोड खरिद छ, 37 करोडको बिक्री छ। पाँचौँ स्थानको अनलाइन 33 करोड खरिदमा 36 करोडको बिक्री छ। छठौँ स्थानको त्रिशक्ति 31 करोड खरिदमा 34 करोडकै बिक्री छ। सातौँ स्थानको दीपशिखा 29 करोडमा 28 करोडको बिक्री छ। आठौँ स्थानको श्रीकृष्ण 28 करोड खरिदमा 26 करोडको बिक्री छ। नौ स्थानको डाइनामिक 27 करोड खरिदमा 26 करोडको बिक्री छ। 10औं स्थानको आर्यतारा 24 करोड खरिदमा 20 करोडको बिक्री छ भने 58 र 42 को अलिकति बिक्री देखियो। अरु बाँकीको खरिद जस्तै छ। सनी पनि बेचेकै रहेछ। 42 पनि 42 नि किनेकै बढी छ, 34 ले नि किनेकै बढी छ, 45 नि किनेकै बढी छ। ल के होला त अब ढलानले पनि किनेछन् अनि झलानले पनि किनेछन्। एउटा जलानले मात्रै बेचेछन्। अब यति गरिसकेपछि जाउँ नेपाली पैसातिर। विद्युत आपूर्तिमा समस्या छैन, लोड सेडिङ हुँदैन, यो नेपाल विद्युत प्राधिकरणले भनेको हो। नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति सम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गरी विद्युत आपूर्तिमा कुनै समस्या नरहेकोले लोड सेडिङ हुने सम्भावना नरहेको स्पष्ट पारेको हो। प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै हाल लोड सेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोड सेडिङ नहुने स्पष्ट पारेको छ। औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकाको समयमा खपत कम गरेर सहयोग गर्न प्राधिकरणले अनुरोध समेत गरिरहेको छ भनेर भनिएको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता 3512 मेगावाट रहेको छ। त्यसमध्ये प्राधिकरणको स्वामित्वमा रहेको जलविद्युत आयोजना 662 मेगावाट, सौर्यबाट 25 मेगावाट, तापीयबाट 53 मेगावाट हाल बन्द छ। सहायक कम्पनीका आयोजनाहरूबाट 623 मेगावाट र निजी क्षेत्रबाट उत्पादित 2141 मेगावाट रहेको छ भनेर विद्युत प्राधिकरणले पनि स्पष्ट पारेको छ भन्ने समाचार थियो। शेयर बजार साइडवेजमा चल्दै गर्दा 8 कम्पनीको भाउ भने अल टाइम हाईमा कुन कुन हुन् ती स्टक अनि किन बढ्यो यसरी मूल्य भन्ने शीर्षकको शेयर बजार साइडवेजमा, तर ती कम्पनीको मूल्य हुरुरी बढेको के रहेछ चक्कर भन्ने कुरा समाचार छ। शेयर बजार समग्रमा हेर्दा अक्टोबर 2024 अर्थात् 6 महिनादेखि साइडवेजमा चलिरहेको छ। यसबीच इन्डेक्समा 2500 देखि 2800 को एरियामा घुमिरहेको छ। मार्केट सुस्त हुँदा सामान्यतः स्टकहरूको भाउ पनि खासै वृद्धि देखिएको छैन, तर लामो समयदेखि नेप्से साइडवेजमा रहे पनि विभिन्न 8वटा कम्पनीको शेयर भाउ भने अल टाइम हाईको एरिया कारोबार हुँदैछ, जसमा डाङ्दी ग्रुप पावर, राधी विद्युत कम्पनी, वरुण हाइड्रो पावर, एनआरएन र सिडिबी होल्डिङ्सको बजार भाउ अल टाइम हाईको एरियामा पुगिरहेको छ। यता नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ भने हाल साले सूचीकृत भएका कम्पनीहरू हुन्। यिनीहरूको शेयर माग अत्याधिक छ, तर विक्रेता खासै नभएका कारण यिनीहरूको भाउ दैनिक जसो बढिरहेको छ। यसैगरी नेपाल लिबु आयलको पनि खरिदकर्ता अत्याधिक छन्, तर बिक्रीकर्ता नभएको कारण बजार भाउ बढेको छैन। केही म्युचुअल फन्डहरूको पनि इकाइ मूल्य हालसम्मकै उच्च छ, तथापि यिनीहरूको कारोबार खासै हुँदैन। तर राधी विद्युत कम्पनी, डाङ्दी, वरुण लगायतका कम्पनीहरूको विक्रेता र खरिदकर्ता दुवै छन्। शेयरको मागसँगै बजार भाउ पनि बढिरहेको छ। यता एनआरएन इन्फ्रास्ट्रक्चर र सिडिबी होल्डिङ्सको शेयर त पछिल्लो समयदेखि नै लगातार जसो बढिरहेको छ। ती कम्पनीको शेयर भाउ बढेसँगै बजारमा छलखेल गर्नलाई डाङ्दी र राधी विद्युत कम्पनी जस्ता कम्पनीलाई इन्भेस्टमेन्ट बनाइने भनेर बजारमा हल्ला चलिरहेका छन्। यी कम्पनीले पनि थुप्रै लगानी अरू हाइड्रो पावरमा भएको कारण यिनीहरूलाई पनि इन्भेस्टमेन्ट कम्पनी बनाइने हल्ला चलाइरहेको छ। सामाजिक सञ्जालमा केही हाइड्रो पावरलाई इन्भेस्टमेन्ट कम्पनी बनाइने र ती कम्पनीहरूको भाउ पनि सिडिबी र एनआरएन जस्तै बढ्ने भनेर हल्ला चलेको छ। सोही हल्लाको पछि लागेर लगानीकर्ताले शेयर खरिद क्रम बढाएका छन्। यद्यपि ती कम्पनीलाई इन्भेस्टमेन्ट कम्पनी बनाइने हो या होइन भनेर कतै पनि आधिकारिक सूचना आएको छैन। ल जे होस्, बजारमा फन्डा चाहिँ ल्याइराखेकै छन्। अब फन्डामा चल्न सक्यो भने चल्यो, नभए त्यही फन्डाको डन्डाले चाहिँ ड्याम टाउगा हानेर अनि फेरि टुकुचामा खसाल्ने बाहेक अरू काम हुन्न। बढेको बढै छ कालो सूचीमा पर्नेहरूको ग्राफ। खास के कुराले पर्यो सबैभन्दा बढी मार भनेर नेपालमा कालो सूचीको संख्या बढ्दै गइरहेको र के कारणले हो भन्ने एउटा विषय चर्चा गरिएको छ। इसारा कोइरालाले नेपाली पैसामा लेख्नु भएको छ, लामो छ, पढ्नु होला, जानकारी दिने काम हो, हामीलाई लामो समय छैन। विगत 10 वर्षमा कुन देशका शेयर बजारले सबैभन्दा धेरै दिए प्रतिफल? साङ्घाईको प्रतिफल यसकारण देखियो 0 भनेर। विश्वभरिको शेयर बजारमा सबैभन्दा राम्रो प्रतिफल दिने अमेरिकाको बजार S&P 500 झन्डै 17% को वृद्धि रहेछ एनुअल रिटर्न। ब्राजिलको 16% छ, इन्डियाको 16% को आसपास छ, भियतनामको 16% को आसपास, न्युजिल्यान्डको 11% को आसपास छ। त्यसपछि गएर रसियाको 9% को आसपास, जापानको 9%, स्विजरल्यान्डको 9%, जर्मनीको 9%, नेदरल्यान्डको 8.5%, पोल्यान्डको 8%, आयरल्यान्डको 7%, क्यानाडाको 7%, इटालीको 7%, साउथ अफ्रिकाको झन्डै 7%। त्यसपछि गएर अरू नेपाल कहाँ छ हो? नेपाल चाहिँ रहेनछ। भारत एरियाले स्पेन, सिङ्गापुर 1%, हङकङ -0.2%, फिलिपिन्स को रहेछ 2% माइनस रहेछ। एनुअली रिटर्न माइनस भएर रहेछ। नेपालको बजार पनि बढेन भने के रुनु हो, विश्व बजारको ताल्ने यस्तो छ। एनुअल रिटर्न 16% रहेछ अमेरिकाको। अब हामी यहाँ पोर्टफोलियोमा पुरै 3 गुणा बनाउँछ भनेर पुरै के भन्छ हार्ड एन्ड फास्ट हार्ड कोर फन्डामेन्टल हुने कहाँ हुन्छ, सकिएन। गगन थापा विरुद्ध अदालतको अवहेलना गरेको आरोपमा मुद्दा दायर। यो अर्को शीर्षकको समाचार हो। नेपाली कांग्रेस महामन्त्री गगन थापा विरुद्ध अदालतको अवहेलना गरेको आरोपमा मुद्दा दायर गरिएको छ। आइतबार अधिवक्ता अनन्त थापा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्। वैशाख 11 गते लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा थापाले संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए। उनले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दा पनि मुद्दाको टुङ्गो नलगाई डिल गरेको अभिव्यक्ति दिएका थिए। लु, यही मुद्दा लम्काएर थापा काजीलाई सभापति बन्न नदिने होला। गाह्रो छ। काजी पनि फेरि बोल्न भएपछि यिनको जिब्रो कडा छ। आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती। यो अर्को शीर्षकको समाचार हो। यो समाचार अगाडि पढौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भनेर लक्षित गर्नेहरूलाई
आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। मदन भण्डारी फाउन्डेसनको 4औं राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हान्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज शरम बचाएर यस्तो आरोप लगाउने उनको दाबी छ। फागुनको 24-25 गएर बचाउन सक्छ भने तेरो सरकार बचाएर देखा भनेर भनेको कुरा हामीसम्म आउँछ भने के होला र? बा पनि हिजो बौलाएर हिँडेका छन्। सेयर कारोबार रकममा भइरहेको वृद्धिले के सङ्केत गर्छ? यो नेपाली पैसाको अर्को खबर हो। हिजोको कारोबार वृद्धिले के सङ्केत गर्छ? बढाउला नि हौ, कति रोएर भन्नु आउला नि त दिन। टेम्पो चढेरै सांसद आउजाउ गर्छिन् पूर्व मन्त्री भट्टराई। अब यहाँ भगवान बनाउने एकजना मान्छे बाँकी थियो, ती मान्छे निस्किन्छन्। अहिले विद्या भट्टराई हालसालै शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईलाई पुरै भगवान बनाएको छ सेतो पार्टीमा। कञ्चनपुर 1बाट निर्वाचित तारा लामा तामाङले आइतबार पूर्व शिक्षा मन्त्री विद्या भट्टराईलाई टेम्पो चढिरहेको फोटो भट्टराईको टेम्पो चढिरहेको फोटो सार्वजनिक गरिन्। वैशाख 8 गते शिक्षा मन्त्रीबाट राजीनामा दिएकी भट्टराईले टेम्पो चढिरहेको उक्त तस्बिर हालै सामाजिक सञ्जालमा छ्याप्ती भाइरल छ। यसो त नेताहरू टेम्पो चढेको दृश्य यसअघि पनि सञ्चार माध्यममा आउने गरेका थिए। राष्ट्रिय जनमोर्चाका सांसद क्षेत्रबहादुर केसी सार्वजनिक सवारी साधनमै ओहोरदोहोर गर्छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठ कुनै बेला सार्वजनिक सवारी चढेर नै चर्चामा आएका थिए। एमाले सचिव गोकर्ण विष्ट पनि उही पारामा छन्। उनी मन्त्री पद छाड्दा बित्तिकै ट्याक्सी चढेर घर गएको दृश्यले प्रशंसा बटुलेको थियो। अहिले पूर्व शिक्षा मन्त्री भट्टराईको पनि यस्तै प्रशंसा भइरहेको छ। सामाजिक सञ्जालमा प्रशंसा पाइरहेको तस्बिर एमाले सांसद तारा तामाङले नै खिचेकी हुन्। प्रतिनिधि सभाको 2079 छैटौं अधिवेशनको पहिलो दिन अर्थात् 2082-1-12 को बैठक सकिएपछि संसद भवनको 3 नम्बर गेट नयाँ बानेश्वरमा म डेरा जानका लागि पठाओ मोटरसाइकलमा पर्खाइमा थिएँ। निवर्तमान मन्त्री माननीय विद्या भट्टराईज्यू संसद बैठक पश्चात निवासतिर प्रस्थान गर्ने क्रममा टेम्पोमा चढ्दै गएको दृश्य देखेँ र मैले लिएका केही फोटोहरू मन परेर पोस्ट गरेको थिएँ, उनले फेसबुकमा लेखेकी छिन्। त्यसबारे हामीले पूर्व मन्त्री भट्टराईलाई पनि सोध्यौं। उनले सार्वजनिक यातायात चढ्ने आफ्नो नियमित दिनचर्या जस्तै भएको बताइरहेकी थिइन्। बाहिर निस्किँदा सार्वजनिक सवारी साधन नै प्रयोग गर्दै आइरहेको बताउँदै समाचार नै बन्नुपर्ने विषय नरहेको प्रतिक्रिया दिएकी छिन् भनेर। ल यो समाचार आएर छ। जे होस्, भगवान बनाउने मान्छे हाम्रो देशमा छन्। अब अहिले पूर्व शिक्षा मन्त्री भट्टराईलाई बनाए। चीनसँगको व्यापार युद्धमा खुट्टा कमाए ट्रम्पले। आफ्नो खुट्टाले टेके भए पो टेक्नु त अर्का खुट्टा टेकेर पनि अनि खुट्टा नकमाएर हुन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सुरु गरेको व्यापार युद्ध अमेरिकी मात्रै नभएर विश्व अर्थतन्त्रमै नकारात्मक असर परेपछि लामो समय चल्न नसक्ने आकलन गरिरहेका छन्। सारा संसारलाई आर्थिक मन्दीमा धकेल्ने गरी विश्वका सबैभन्दा ठूला 2 अर्थतन्त्रको यो आत्मघाती व्यापार युद्धमा अल्झिन हुँदैन, यो कुरा सबैलाई पक्षलाई थाहा पनि छ। तर ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ दुवैले पहिले नझुक्ने मनस्थिति बनाएकोले स्थिति अझै बिग्रिएको छ। ट्रम्पले अप्रिल 2 सबै देशलाई 10% भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च रेसिप्रोकल पारस्परिक महसुल लगाउने घोषणा गरेका थिए। उनले 8वटा देशलाई 40% भन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए। मुख्य प्रतिस्पर्धी चीनलाई 34% र भारतलाई 27% भन्सार तोकेका थिए। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि 20% भन्सार लगाएका थिए। ट्रम्पले 70 भन्दा बढी देशलाई लगाएको पारस्परिक भन्सार 90 दिनका लागि रोकेका छन्। तर ती देशले अमेरिकी कर नीतिको विरोध नजनाएको र जवाफी भन्सार पनि नलगाएको र छलफलका लागि तयार रहेको भन्दै जुलाईको पहिलो सातासम्म रोकेका थिए। त्यतिन्जेलका लागि उनले सबै देशलाई विश्वव्यापी 10% भन्सार मात्रै लगाएका छन्। तर चीनलाई लगाएको भन्सार दर भने नरोकेर बारम्बार बढाइरहेका छन्। पटक पटक अमेरिका र चीनले जवाफी कदम चालेर थप महसुल लगाएको कारण ट्रम्पको दोस्रो कार्यकाल चिनिया वस्तुमा लगाएको भन्सार महसुल बढेर 145% पुगेको छ। चीनले पनि जवाफमा अमेरिकी उत्पादनमा 125% भन्सार महसुल लगाइरहेको छ। ट्रम्पले त्यसपछि चीनबाट आयात हुने स्मार्टफोन लगायतका इलेक्ट्रोनिक सामानमा रेसिप्रोकल दर नलगाउने भनेका थिए। तर त्यो छुट पनि अल्पकालीन मानिएको छ। चीनले पनि भन्सार महसुल मात्रै नबढाएर अमेरिकालाई नोक्सानी हुने खालका अनेक कदम चालेको छ। विमान निर्माता बोइङको जहाज खरिदमा रोक लगाउनेदेखि लिएर केही दुर्लभ खनिज पदार्थ बेच्नेसम्ममा प्रतिबन्ध चीनले लगाएको छ। यसरी अमेरिका र चीनबीच सारा व्यापार नै रोकिने गरी व्यापार युद्ध सुरु भएको छ। ट्रम्पका सामु झुकेर सम्झौता गर्यो भने उनले झन् कडा माग अघि सार्छन् भन्ठानेर चीनले यसपालि डटेर सामना गरिरहेको छ। आफूलाई अब्बल सौदागर र अमेरिकी इतिहासकै सबैभन्दा महान राष्ट्रपति मध्ये एक ठान्ने ट्रम्पलाई पनि चीन सामु झुक्न साह्रै अप्ठ्यारो छ। तर राष्ट्रपति सी कतै गरी नझुक्ने देखेपछि ट्रम्प आफैले खुट्टा कमाउन थालेको देखिएको छ। तर गत साता उनले चीनलाई लगाएको 145% भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका छन्। उनले चीनसँग राम्रो सम्झौता हुनेछ पनि भनेका छन्। अमेरिकाका ती सबैभन्दा ठूला विक्रेता रिटेलर वालमार्ट, टार्गेट र होम डिपोका प्रमुखहरूले सोमबार उनलाई भेटेका थिए। सो भेटमा उनीहरूले अहिले नै मूल्य वृद्धि नभएको तर व्यापार युद्ध चलिरहे भाउ बढ्ने
मात्रै नभएर आपूर्ति प्रणाली नै बिग्रिने र आफ्ना पसलहरू रीतिहरू उपभोग्य वस्तु नै नपाइने खतरा हुने बताइरहेका थिए। त्यसपछि ट्रम्पले चीनलाई लगाएको भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका हुन्। यस्तै मुडी भएपछि मुडी देशको प्रमुख सकिएन। तर त्यहाँ कानुन चाहिँ कडा रहेछ, त्यहाँ व्यवस्था चेन्ज गर्छु भन्ने मान्छे चाहिँ छैन। ल राप्रपा नेपालको सोमबारको कार्यक्रम रत्नबार्गमा शान्ति बाटिकामा हुने सबै राजवादीहरू एउटै मञ्चमा आउने यो अर्को खबर छ रातो पार्टीमा उल्लेख भएको। राप्रपा नेपालको आयोजनामा ब्रिकुटी मण्डपमा हुने भनिएको कार्यक्रम रत्नबार्गको शान्ति बाटिकामा हुने भएको छ। पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बेलुकी प्रेस नोट जारी गर्दै कार्यक्रम स्थल परिवर्तन गरिएको जानकारी दिएका हुन्। चैत्र 15 गते तीनगुनेमा भएको पक्राउ परेका नेताहरूलाई तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेको थियो, तत्काल रोक्नुपर्ने भन्दै राप्रपा नेपालको आयोजनामा काठमाडौँमा प्रदर्शन मार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरण पुगेको समेत उनीहरूले बताएका छन्। पार्टीको झण्डामा नभई राष्ट्रिय झण्डामा कार्यक्रम आयोजना हुनेछ। समान विचार भएका दल, समूह, अभियान, सङ्घ संस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि पत्रचार गरिएको छ। सबैको साथ सहयोग र प्रतिबद्धता पाएका छौँ, हामी उत्साहित छौँ भनेर कमल थापाले भनेछन्। ल कमल थापाले राजाले भने सकिएन। अब राष्ट्र ब्याङ्कको वार्षिक उत्सवमा एक थान गभर्नरको खोजी सहभागी भएनन् यी प्रत्याशी भनेर हिजो भएको कार्यक्रममा अहिले पनि महाप्रसाद गाएर छन् त नि। ए लु ठिक छ, महाप्रसाद र अहिलेकी डेपुटी रचिन सकिएन। त्यसपछि ल अनि अरू के जान्थे, राजीनामा स्वीकृत नगरेर ठाउँ कोही जान्छ। अब अभियानदारीतिर लागौँ। अभियानमा एउटा सम्पादकीय छ, विदेशी सहयोग अब महँगो पर्यो भनेर अभियानले सम्पादकीय लेखेको छ। महँगो नपरोस् पनि कसरी, विश्व आर्थिक अर्थतन्त्र नै पुरै ध्वस्त पार्ला छ ट्रम्पले। आइतबार पनि सामान्य अङ्कले बढो नेप्से, कारोबार रकम चाहिँ पुरै हुर्र उड्यो, आगामी दिनमा बजार कता जाला भनेर एउटा विश्लेषण अभियान दैनिकले गरेको छ। अब कारोबार दरीतिर लागौँ। 5 अर्बभन्दा बढी बजेट फिर्ता आएको छ। ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा धेरै छ। ल हेर्नुहोस्, एमसिए नेपालको पैसा फिर्ता आएछ। बजेट भारतबाट 16 रुपियाँभन्दा बढीमा बिजुली किनिएको छैन है, हल्लाको पछाडि नपरौँ भनेर 32 रुपियाँ प्रति युनिटमा भारतबाट बिजुली किन्यो भनेर आरोप लगाएपछि हिजो विद्युत प्राधिकरणले यो पत्रकार सम्मेलन भनेको हामी 16 रुपियाँभन्दा माथि गएका छैनौँ। अब नयाँ पत्रिकातिर हामी जान्छौँ। नयाँ पत्रिकाको आजको खबर चाहिँ के छ भने भाटबढीमा रक्सी लुट्ने सहमहामन्त्रीका छोराको संसदमा खोजी भनेर हिजो संसदमा खोजी भएको छ। ती कुन सहमहामन्त्री हुन् र तिनका छोराको नाम के हो भनेर नभए माफी माग्नुपर्छ भनेर हिजो काङ्ग्रेसका सांसदले भनेका छन्। राप्रपा अध्यक्षलाई चाहिँ योपालि फलाङ्गो चिउरा पर्ला छ। अधिकार मारा आन्दोलन भन्ने शीर्षकको यो अभियानको नागरिकको सम्पादकीय छ। यो पछिल्लो पटक भएको देशभरिको आन्दोलन, सरकारले दमन गर्न खोजेको स्थिति। सरकारको प्रमुख नै सकुनी भएपछि अनि केही चिज सफल हुन्छ, पुरै सकुनी पारा चलिरहेका छन्। डाक्टर सरकार भत्ता द्वन्द भन्ने शीर्षकको यो अन्नपूर्ण पोस्टको पछिल्लो पटक यो आवासीय डाक्टरहरू पनि सडकमा आएका छन् र बिरामी मर्कामा परेछन् भन्ने कुरा अन्नपूर्ण पोस्टले लेखेको छ। केन्द्रीय ब्याङ्क र कलहका कुरा भन्ने शीर्षकमा बिजनेस पानाले एउटा लेख लेखेको छ। मुरारी पराजुली जो नेप्सेका प्रवक्ता पनि हुनुहुन्छ, यो व्यवस्था 4/12 को सीमा भनेर चर्चित भयो र त्यसको चौतर्फी विरोध पनि भयो। पुँजी बजार र बजारका लगानीकर्ताको लागि हानिकारक भएको भन्दै सडकदेखि सदनसम्म राष्ट्र ब्याङ्कको आलोचना भयो। विरोधमा शेयर लगानीकर्ताले नाम खोलेका विभिन्न सङ्घ संस्थाले आन्दोलन नै गरे। सरकारले गभर्नरलाई निलम्बन पनि गर्यो। सरकारको वक्रदृष्टिमा पर्ने यो नै पहिलो घटना भने होइन भनेर मुरारी पराजुलीको एउटा लेख छ। पढ्नै पर्ने व्यक्तिको लेख पनि हो। विश्व बजारमा के भएको थियो, नेपालमा के भएको छ, पछिल्लो पटक शेयर बजारका र केन्द्रीय ब्याङ्क र कलह के हो भनेर उहाँले एउटा विश्लेषण गर्नुभएको छ। फुर्सद छ भने पढ्नु होला, लामो छ, मैले समय लिएर दिउँसो चाहिँ पढ्नुला, अहिलेलाई चाहिँ जानकारी दिने मात्रै काम गरेँ। श्वेतपत्र सार्वजनिक गर्दै एचआइडिसिएलबाट बिदा भए सिइओ गौतम, कस्तो छ कम्पनीको अवस्था? यदि एचआइडिसिएल कम्पनीको अवस्था कस्तो छ भनेर तपाईँ जान्न चाहनुहुन्छ भने एचआइडिसिएलको अवस्थाको बारेमा एउटा श्वेतपत्र जारी गरेर त्यहाँका तत्कालीन सिइओ गौतम बिदा हुनुभएको छ। ल सबैलाई बधाई छ, नयाँ सिइओ आउला, राम्रोसँग काम गर्ला। पुरानो अवस्था के छ भन्ने कुरामा बिजनेस प्लानले राम्रोसँग व्याख्या गरेको छ। अन्दाजमै हुन्छ सेकेन्ड ह्यान्ड इभीको भ्यालुएसन व्यवसायी भन्छन् 8 हुनेले मात्रै उठाउँछन् भनेर। पछिल्लो बजारमा सेकेन्ड ह्यान्ड इभीको कारोबार कसरी हुन्छ भन्दाखेरि पुरै अन्दाजिफिकेसनमा हुँदो रहेछ। प्यासेन्जर कारतर्फ इभीको हिस्सा 75% भन्दा माथि पुगिसक्दा पनि रिकन्डिसन बजारमा भने इभी बिक्री गर्ने सकस छ भनेर भनिएको छ। अन्दाजमै हुँदो रहेछ सेकेन्ड ह्यान्ड इभी भ्यालुएसन। अर्थतन्त्रमा आशाजनक सुधार आएको छ भनेर अर्थ मन्त्रालयले गति लिएको छ सङ्केत भनेर अर्थ मन्त्रालयले यो कुरा भनेको छ। नेपालको अर्थतन्त्रले र अर्थतन्त्रमा आशाजनक सुधार आएको छ र गति लिएको छ भनेर अर्थ मन्त्रालयले हिजो एउटा कार्यक्रममा भनेको रहेछ। यो खबर बीच पार्टीमा छापिएको छ। क्षमता र योग्यता भएर पनि छायामा परेका राष्ट्र ब्याङ्कका डाक्टरद्वय भट्ट र श्रेष्ठ भनेर प्रकाश कुमार श्रेष्ठ र यो डाक्टर गुणाकर भट्ट आफूसँग पर्याप्त क्षमता हुँदा पनि पुरै बत्ती मुनिको अँध्यारो
र रुखमुनिको अँध्यारो परेका छन्, छायामा परेका छन् भनेर डाक्टर भट्ट को हुन् र डाक्टर प्रकाश कुमार श्रेष्ठ को हुन् भन्ने विषयमा पनि चर्चा गरिएको छ। यसरी छायामा परेका व्यक्ति बाहिर कार्यकारीमा आउन खोज्दा पुरै निलम ढुङ्गानाले फरिया मुनि त्यो राजीनामा राखेर जात्रा परेको छ। अब आज के हुन्छ हेर्नुपर्छ। आज स्वीकृत गरे भन्ने समाचार आयो भने त्यसपछि बुम 3.5 अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्यो भनेर पछिल्लो पटक नेपालबाट चिया भारत लगायतका तेस्रो मुलुकमा जाने मात्रा, क्वान्टिटी, एमाउन्ट सबै बढेको र त्यसले चाहिँ व्यवसायलाई एकदम उत्साहजनक देखिएको समाचार छ क्लिक मान्नुमा। डाक्टर गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नरलाई अर्थमन्त्रीको निर्देशन, हिजो भएको निर्देशन हो। अब टेर्दिन कि टेर्दिनन् थाहा छैन, हेर्नुपर्छ। पोखरा एयरपोर्टको भ्रष्टाचार टेलर मात्र हो, पुरा फिल्म चाहिँ भैरवामा देखिन्छ भनेर पछिल्लो पटक संसदीय समितिले बुझाएको पोखरा एयरपोर्टको अनियमितता झन्डै 10 अर्बभन्दा बढी अनियमितता भएको छ पोखरा एयरपोर्टमा भनिएको छ। त्यो त टेलर मात्रै हो, असली फिल्म त भैरवा र अन्त बाँकी छ भन्ने कुरा आछ। यी हुन् ब्याङ्कमा राष्ट्र ब्याङ्कले देखेका समस्याहरू भनेर एउटा समस्याहरूको चाङ राष्ट्र ब्याङ्कले के देखाएको छ भन्ने कुराको चाङ लेखिएछ। सङ्गठित गतिविधिहरूको शिकारदेखि बढ्दो निष्क्रिय कर्जासम्म भनेर बढ्दो निष्क्रिय कर्जा र गैर ब्याङ्किङ सम्पत्तिको टाउको दुखाइ छ। कमजोर कर्जा वृद्धि र अधिक तरलताले टाउको दुखाइ बनेको छ। पुँजी पर्याप्तता अनुपात बढ्दो दबाव छ। ब्याङ्किङ क्षेत्रप्रति गलत सूचना प्रवाहमा वृद्धि भएको छ। बढ्दो ब्याङ्किङ ठगी छ र डिजिटल ब्याङ्किङ र प्रविधि जोखिमयुक्त छ भनेर राष्ट्र ब्याङ्कले ब्याङ्किङ क्षेत्रमा देखेका समस्याहरू भनेर यो क्लिक मान्डुले लेखेको छ। 60-70 रुपियाँमा हाइडोबारको सेयर हुँदा त्यो त हाइडोबार त खोलामा छ नि, सानो ढुङ्गा गुलेलीमा हालेर उच्च हानु भने पनि त्यो त भत्किन्छ नि भनेर भन्थे। अहिले ब्याङ्कलाई खेदाइछन्। दामनाहरू 800 पुगेपछि चाहिँ हट यो त हाइडोबार सेतो सुनु भन्दै आएको थिए। आउला नि दिन आउला के। अर्थतन्त्रका चुनौती कर्जा प्रवाहमा सुस्तता र न्यून पुँजीगत खर्च हुनु नै हो भनेर अहिले अर्थतन्त्रको चुनौती के कारणले भयो भन्ने विषयमा कामु गभर्नर ढुङ्गानाले हिजोको वार्षिक उत्सव कार्यक्रममा भनेको कुरा क्लिकमान्डुले पनि छापेको छ। राष्ट्र ब्याङ्कले रिपोर्ट भन्छ दुरुपयोग भएको कर्जा पनि असल प्रकारमा वर्गीकरण गर्छन् ब्याङ्कले। हेर्नुहोस् त महाप्रसाद गएपछि 81 यति धेरै सबै कुरा किन सतहमा आयो भन्ने कुरा बडो हेर्न मागिन्छ। महाप्रसादले फरिया लाएको थियो कि यो रिपोर्ट त्यस्तै थियो कि? राष्ट्र ब्याङ्कको रिपोर्ट भन्छ दुरुपयोग भएको कर्जा पनि असल कर्जामा वर्गीकरण गर्छन् नेपालका ब्याङ्कहरू। है वाणिज्य ब्याङ्कहरू नै ब्याज दर उतार चढावको जोखिम नै विश्लेषण नगरी प्रोडक्ट पेपर बनाउँछन्। हेर्नुहोस् त लखेटेका शीर्षक त पढ्नै पर्यो तर डरा छैन है भनेर सिधा गोडेर थरथरी काम्नु चाहिँ भएन। काम्ने हो भने साँच्चै काम्नु पर्यो। वाणिज्य ब्याङ्कहरू नै ब्याज दर उतार चढावको जोखिम विश्लेषणै नगरी प्रोडक्ट पेपर बनाउँछ। साँच्चै हो त यो पुरा ब्याङ्कर सङ्घलाई त चुनौती आएछ। केही बोल्ला नि त हौ माछा पुछ्रेका चिल्ला कपाल तिल चाम्ले कपाल भन्छन्। कर्जा दुरुपयोग भए नभएको अनुगमन गर्ने प्रणाली वाणिज्य ब्याङ्कमै छैन। ल हेर्नुहोस् यो राष्ट्र ब्याङ्कले भनेको सत्य हो। अनि पुरा के हो पुरै एकै फोर्टेसन वर्षार्जन ब्याङ्कहरूप्रति कर्जा दुरुपयोग भए नभएको अनुगमन गर्ने प्रणाली वाणिज्य ब्याङ्कमै छैन। हो र त्यस्तो पो छ। ठिकै छ घाटो भने घाटो गाह्रो छ। फर्जी कागजातबाट विपो प्राधिकरणको अध्यक्ष नियुक्ति बारे संसदमा प्रश्न छानबिनका लागि संसदीय समिति माग। यो अहिलेका शरद ओझाको कुरो हो जुन कामुनै कार्यवाहकै नदिकन चिन्तेर गए। गभर्नर छनौट समितिको सदस्यमा पूर्व गभर्नर डाक्टर तिलक रावल र चिरञ्जीव नेपाल बारे छलफल भइरहेको छ भन्ने कुरा आएछ। अब यी दुईजना मध्ये एकजना राखेर यो छनौट समितिलाई पूर्णता सायद आजको मन्त्री परिषद बैठक लिँदैला। त्यसपछि अर्को बिहिबार त हामीले अरू नेपाल राष्ट्र ब्याङ्कको गभर्नर 18 गभर्नरमा फलानु मान्छे नियुक्त भन्ने समाचार शुक्रबार पढ्न पाइयो भने त गजबै हुन्थ्यो भन्दै नेपाली पैसातिर लाग्यो। ल अब हामी केही मेसेजहरू आएका छन्। राष्ट्रसभामा एनपिएल नन पर्फर्मिङ लिडर निष्क्रिय नेता भनेर ब्याङ्कहरू भए जस्तै बढेको छ भन्ने कुरो चर्चा छ। थाहा पाउनेले जति पनि डिमान्ड खाता खोल्दैछन् केही लगानीकर्ताले भने ब्रोकरलाई 2 नियम देखाएर यसरी ठग्दैछन् भनेर यो अलिकति अर्कै शीर्षकको समाचार छ। विकास थापा नाम परिवर्तन केही समय अघि ब्रोकर नम्बर 1 कुमारी सेक्युरिटिजमा सेयर किन्ने भन्दै ट्रेड म्यानेजमेन्ट सिस्टमको खाता टिएमएस खाता खोले। खाता खोल्दा भने उनले अर्को कम्पनीमा भएको डिम्याट खाता सहित हितग्राही खाता टिपाए। अहिले जति पनि टिएमएस खोल्न पाइने सुविधा छ तर डिम्याट खाता भने 2 भन्दा बढी खोल्न नपाइने नियम छ। सोही नियम अनुसार थापाले 2 ठाउँमा खाता खोलिसकेको दलिल दिएर कुमारीमा टिएमएस खाता मात्रै खोले। थापाले टिएमएस खाता मात्रै खोलेनन्, सेयर किन्न भनेर 60 लाख रुपियाँ कोलाटर पनि लोड गरे।
थापाले 60 लाख रुपियाँ कोलाटर लोड गरेपछि ब्रोकर कम्पनीले त्यसको 4 गुणा स्वरूप 2 करोड 50 लाख रुपियाँ सेयर किन्ने लिमिट हालिदियो। थापाले उक्त लिमिट प्रयोग गर्दै सेयर किन्ने सेयर खातामा पठाउनु पर्ने थियो, तर उनको डिमान्ड खाता कुमारीमा थिएन। अर्कै ठाउँमा डिमान्ड भएकोले सेयर किन्नेको पुरै सुविधामा खेल्ने ठाउँ पाए। थापाले उक्त सेयर ब्याङ्कमा राखेर निकाल्ने भएकोले खातामा पठाइदिन अनुरोध गरे। ब्याङ्कमा राखेर पैसा दिने भनेपछि कुमारले उनको अर्कै ठाउँमा भएको खातामा सेयर पठायो, तर थापाले आफ्नो खातामा सेयर आएपछि ब्याङ्कमा धितोमा राखेनन्। बरु उनले बिओ टु बिओ एउटा बिक्री गरे। एउटा डिमान्ड खाताबाट अर्को डिमान्ड खातामा सार्ने गरेर अर्को खातामा सारे। अर्को खातामा सेयर मात्रै सारेन, थापाले तुरुन्तै उक्त सेयर बिक्री पनि गरे। थापाले अर्को ब्रोकर कम्पनीबाट सेयर बिक्री गरेर पैसा लैजान लागे। कुमारीले थाहा पायो। त्यसपछि कुमारीले आफ्नो सेयर किनेर पैसा नतिरेको त्यसको भुक्तानी रोकिदिन अनुरोध पनि गर्यो। अन्तमा कुमारीले आफ्नो पैसा त फिर्ता पायो, तर आफ्नो पैसा ल्याउन कुमारीले निकै ठुलो धरपकड, धेरै नै पापड पेल्नु पर्यो। कुमारले ठुलो रकम भएकोले बढी चासो राखेको थियो, तर यसरी 10 देखि 15 लाख र सानो सानो रकम भने यस्तै खाले काण्डले धेरै ब्रोकर कम्पनीहरूलाई पैसा फसिरहेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको भनाइ छ। कुमारीको भर्खरैको घटना हो। अलि ठुलो रकम भएकोले यसलाई ब्रोकर साथीहरू मिलेर समाधान गर्न सकियो, तर यसरी थुप्रेको पैसा अड्कियोको गुनासो एसोसिएसनमा थुप्रै आएका छन्। अर्कोतर्फ केही लगायतले 2 वटा भन्दा बढी डिमान्ड खाता खोल्न हुँदैन, पाइँदैन भनेर यसरी फ्रड गरिरहेका छन् भने केहीले भने निर्वाध रूपमा आफूले चाहे जति डिमान्ड खाता अहिले पनि खोलिरहेका छन्। कुनै पनि व्यक्तिको 2 वटा डिमान्ड खाता हुँदैमा अर्कोमा थप खोल्न पाइँदैन भन्ने नियम मात्रै छ, तर कसैले अहिले पनि तेस्रो, चौथो, पाँचौँ वा 50औं ठाउँमा पनि निर्वाध खाता खोल्न सकिरहेको छ। सिडिएससीले को सिस्टमले रोक्दैन या भनौँ ट्र्याक गर्न सक्दैन। कुनै पनि व्यक्तिले यसरी खाता खोल्न चाहेमा यसले नियमअनुसार निवेदन दिएर खाता खोल्न सक्छ। जसकोमा खाता खोल्न लागेको उसको कर्मचारीले अरू ठाउँमा खाता रहे नरहेको सोध्ने गर्छन्, तर खाता खोल्न रोक्दैनन्। यसले गर्दा जति पनि खाता खोल्न सकिने भएको छ। जबकि कतिपय डिपीहरूले डिमान्ड खाता खोल्दा बायोमेट्रिकदेखि डिजिटल हस्ताक्षर र फोटो समेत खिच्ने गर्छन्, तैपनि खाता खोल्न सकिने अवस्था छ। यसरी एकातर्फ जति खाता खोले पनि हुने अवस्था छ भने अर्कोतर्फ 2 वटा खाता मात्रै हुँदा ब्रोकर ठगिने अवस्था पनि छ। यसकारण कि त सिस्टमले नै 3 पुस्ते मिलेपछि खोल्न नसक्ने अवस्था सिर्जना गर्नुपर्छ, अन्यथा 2 मात्रै खाता खोल्न पाउने नियम नै खारेज गर्नुपर्ने एसोसिएसनको माग छ। 2 वटा मात्रै डिमान्ड खाता खोल्न पर्ने भन्ने नियम संसारमा कतै पनि छैन। त्यसकारण यो नेपालमा पनि व्यवहारिक छैन। यसलाई खारेज गर्नुपर्छ अध्यक्ष ढकालले भन्छन् भनेर मेरो लगानीमा कुमारी सेक्युरिटिज 1 नम्बर ब्रोकरमा भएको कहानी यो समाचारमा थियो। सुभाष निरौलाले लेख्नुभएको मेरो लगानी समाचार। जे होस्, सेयर बेचेपछि कस्ता समाचार लेख्छ मेरो लगानीले भन्ने कुरा तपाईहरुले बुझेकै छौं। 58 को बिक्री र मेरो लगानीको समाचारको शीर्षक लगभग मिलेको छ। राष्ट्र बैंकको स्वायत्ततामाथि आँच आउने काम भएको भन्दै कर्मचारी युनियनका प्रतिनिधिहरूले छिटो गभर्नर नियुक्ति गर्न माग गरेका छन् भनेर राष्ट्र बैंकका कर्मचारी युनियनका व्यक्तिहरूले गभर्नर छिटो लिएर आऊ भनेर माग गरेका रहेछन्। यो खबर पनि मेरो लगानीमा छ। बजारमा छोटो टार्गेट राख्नेले यसरी नाफा गर्दैछन् भनेर पछिल्लो पटक बजारमा लामो समय लगानी गरेर बस्ने भन्दा छोटो टार्गेट राखेर छिटो नाफा बुक गर्नेले नै बजारमा कमाएका छन् भनेर पुरै हुरहुरी लागेको कुरो मेरो लगानीमा समाचार बनाएको छ। बैंकका कर्मचारीलाई पाउने 7 अर्ब बोनस पहिलोमा स्ट्यान्डर्ड चार्टर एनआईसी एसिया अन्तिममा एनआईसी एसियाले कर्मचारीलाई बोनस दियो भने त पुरै नाचे भइगयो। यो पनि मुरारी एउटा यो क्यापिटल नेपालको एउटा लेख छ। सबैभन्दा धेरै बोनस बाँड्नेमा पहिलोमा स्ट्यान्डर्ड चार्टर रहेछ, अन्तिममा छ एनआईसी एसिया। राजा भने राजा हो भनेर प्रकाशले लेख्न मागेको छ च्याटमा। केन्द्रीय बैंकको स्वायत्तता निमोठिँदा अर्थतन्त्र सङ्कटतर्फ भनेर यो एउटा लेख पनि छ। अघि पनि थियो हामीले क्लिक मार्नुमा यतापट्टि मुरारी पराजुलीको लेख छ। यो क्यापिटल नेपालमा पनि छ। सबै क्षेत्रलाई समेट्ने गरी बजेट निर्माणमा लागौँ भनेर ऊर्जा मन्त्री खड्काले भन्नुभएको कुरा पनि यो क्यापिटल नेपालले छापेको छ। मैले आज शीर्षक मात्रै पढेँ, समय अभाव छ, 8 बजिसक्यो। यसपछि ग्लोबल आइएमएफ लघुवित्तको संस्थापक शेयर बिक्रीमा आएको रहेछ। यो पनि यतै भयो। अब यसपछि अगाडि बढौँ, जाउँ सिंहदरबारतिर। सिंहदरबार पोस्ट के भन्छ? गहन थापालाई प्रधानमन्त्री ओलीको चुनौती भन्छन्। के बोल्या त्यो? बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर प्रमाणित गर्न सक्छौ भनेर हिजोको कार्यक्रममा बोलेका रहेछन्। अमेरिकाले एमसीसी रोकेपछि 2 अर्ब बजेट सरेन्डर, कुन निकायले कति गरे रकम सरेन्डर भन्ने समाचार पनि यो आएको छ। सरकारहरूले हल्लासँगै मध्यराती गृहमन्त्रीलाई लिएर बालुटार किन पुगे देउवा भन्ने शीर्षकको सिंहदरबार पोस्टको समाचार थियो। गभर्नरमा भट्टलाई ल्याउनलाई रविन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप 7 दिन हिरासतमा राख्न अनुमति दिएको रहेछ हिजो। यो पनि समाचार छ। शीर्षक आन्दोलन सरकारले उल्लङ्घन गर्यो, सर्वोच्चको 3 दिने आदेश भन्ने समाचार पनि छ। प्रहरीको पानीको फोहरा लागेकी पत्रकार कार्कीको तिलगङ्गामा उपचार हुँदैछ। दुवै आँखामा गम्भीर चोट लागेको छ भने उनको आँखा सुनिएको अवस्थामा उनको फोटोसहित यो खबर देश संसारले पनि छापेको छ। के नेपाल ग्रे लिस्टबाट हट्ला त भन्ने शीर्षकको एउटा लेख छ।
यो लेख लेख्ने व्यक्तिको नाम चाहिँ यसमा डाक्टर मित्रबन्धु पौडेल हुनुहुरहेछ। उहाँको यो भिडियो सहित सामग्री यो देश सञ्चारले लेखेको छ। अब बिजनेस न्युजतिर लागौँ। बल्ल 4 वर्ष अघिको तहमा पुग्यो राजस्व सङ्कलन, तीव्र वृद्धिको आशा सरकारलाई छैन भनेर 4 वर्ष अगाडि राजस्व सङ्कलनको अवस्था के थियो, ठ्याक्कै त्यही अवस्थामा बल्ल पुग्यो भनेर भनिएको छ। राजस्व सङ्कलन बढेको छ बिस्तारै भन्ने कुरा आयो। एमसिए खारेज भए पनि एमसिए नेपाललाई विद्युत प्राधिकरण मार्फत ल्याइने भन्ने 5 तारिखबाट तत्काल हटाइने भन्ने शीर्षक रहेछ। यो एमसिए नेपाललाई अब नेपाल विद्युत प्राधिकरण अन्तर्गत ल्याउने भन्ने कुरा आएछ। यो खबर पनि छापिएको छ। सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार हुने गरी बजेट बनाउनुपर्छ भनेर अहिले परराष्ट्र मन्त्री आर्जु राणा देउवाले भन्नुभएको कुरा पनि यो बिजनेस न्युजमा छापिएको छ। आरोहीको भिडले गुल्जार छ सगरमाथा आधार शिविर भन्ने शीर्षकको समाचार लगानी न्युजमा छ। विभिन्न हिमाल आरोहण बापत 68 करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको छ भनेर यो सगरमाथा आधार शिविरमा पछिल्लो पटक त्यहाँ चाहिँ पुरै गाउँ नै बसे जस्तै टेन्ट राखेर त्यहाँ गुल्जारमय छ भन्ने कुराको चर्चा रहेछ। एआईले आर्थिक विकासमा ठूलो सहयोग गर्न सक्छ भनेर गुगलले भनेको रहेछ। यो खबर पनि लगानी न्युजतिर छ। चीनमा किन बढिरहेको छ कस्मेटिक सर्जरीको रहर भनेर यो खबर पनि लगानी न्युजतिरै छ। ऊर्जा खबरतिर लागौँ। ऊर्जा मन्त्रालय र एमसिए नेपालको गरी 4 अर्ब 35 करोड रुपियाँ बजेट फिर्ता आएको भन्ने समाचार यता पनि छ। ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा 4 निर्देशक उपकार्यकारी निर्देशकमा बढुवा भनेर नेपाल विद्युत प्राधिकरणका पछिल्लो पटक भएको बढुवाको समाचार पनि हो। यो ऊर्जा खबरमा भएको। अब ब्याङ्किङ समाचारतिर लागौँ। डाक्टर भट्टराईलाई गभर्नर बनाउन सरकार सक्रिय छ, राजीनामा स्वीकृत गर्न अर्थमन्त्रीको निर्देशन भनेर सायद डाक्टर भट्ट यो हप्ता नै गभर्नर बन्छन् भन्ने पछिल्लो पटक भएको निर्देशन समाचारहरूमा हुरुहुरी देखिन्छ। आज बजार के होला। ब्याङ्किङ क्षेत्र सङ्गठित गतिविधिको शिकारदेखि बढ्दो निष्क्रिय कर्जा भन्ने शीर्षकका थप समाचार पनि ब्याङ्किङ खबरमा छन्। वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामा छ कामु गभर्नरले भनेकी छिन्। यी भए पनि उनी केही होइन, भट्ट आएर केही गर्छन् कि भन्ने झिनो आशा छ। महाप्रसादको फोटो आउनुभन्दा त अरू नै आगो बेस। अब सीधा राष्ट्र ब्याङ्कको डेटातिर लागौँ। आज कान्तिपुर समाचारपत्र पढ्न भिन्न हेर्नु समय सक्यो, ढिलो भयो भन्नुहुन्छ तपाईँहरूले। 22 तारिक डेटा अपडेट गरेका छैन। डेटा जे हामीले पढेका थियौँ 22 तारिक, आज 28 तारिक हो। राष्ट्र ब्याङ्कले वार्षिक उत्सव मनाएर डेटा अपडेट गरेको देखिएन। अब प्रेरक प्रसङ्गतिर लागौँ। शेरुको शिकार भन्ने शीर्षकको आजको प्रसङ्ग छ। शेरु नामको जङ्गलकै सबैभन्दा कुशल र क्रूर शिकारी मानिन्थ्यो। आफ्नो समूहका साथमा उसले कैयौं हर्ना, हरिण र अन्य जनावरको शिकार गरेको थियो। समयक्रम बिस्तारै शेरुमा आफ्नो क्षमता र बलको घमण्ड बढ्न थाल्यो। एक दिन उसले समूहका साथीहरूसित भन्यो, साथीहो, आजदेखि जुनसुकै जनावरको शिकार गरे पनि सबैभन्दा पहिले म खान्छु, अनि मात्र त्यसलाई तिमीहरूले हात लगाउन पाउँछौ। शेरुको मुखबाट यस्तो कुरा सुन्दा सबै आश्चर्यचकित भए। एक वृद्ध सिंहले शेरुलाई प्रश्न गर्यो, आज अचानक तिमीलाई के भयो? तिमी के भनिरहेका छौ शेरु? शेरुले भन्यो 4 दिन अघिको मितिमा ठिक छ बेलुका समाचार पढिहाल्छ नि। शेरुले भन्यो, मैले अनौठो कुरा गरेको होइन। त्यहाँ जति पनि शिकार हुँदै आएका छन् तिनमा सबैभन्दा ठुलो योगदान मेरै छ। मेरो शक्ति र हिम्मतले गर्दा नै हामीले शिकार गर्न सकेका हौं। त्यसैले शिकारमाथि पहिलो हक पनि मेरै हुनुपर्छ। अर्को दिन सिंहको सभा बोलाइयो। अनुभवी सिंहहरूले शेरुलाई सम्झाउँदै भने, हेर शेरु, तिमी एक कुशल शिकारी हौ, तर सबैको आफ्नो क्षमता अनुसारको योगदानले गर्दा नै हामी शिकार गर्न सफल भएका छौं। त्यसैले शिकारमा सबैको बराबर हक हुनुपर्छ। यसमा तिमी जिद्दी नगर भनेर शेरुलाई सिंहहरूको समूहले भन्यो। शेरुलाई यो कुरा मन परेन। उसले भन्यो, ठिक छ, आजदेखि म एक्लै शिकार गर्छु, तिमीहरू मिलेर शिकार गर्नु। यति भनेर शेरु आफ्नो बाटोमा लाग्यो। केही समयपछि उसलाई भोक लाग्यो। उसले एक्लै शिकार गर्ने मन बनायो र नजिकै देखिएको अर्नाको झुण्डतिर गर्जिँदै दौडियो। तर पहिले उसलाई देख्दा थरथर काप्ने अर्नाले आज एकजुट भएर उसलाई भगाइदिए। त्यसपछि शेरु हरिणको झुण्डतिर अघि बढ्यो। उता बढेको थियो। उसले फुर्तिला हरिणलाई फेला पार्नै सकेन। अब भने शेरुलाई आफू शक्तिशाली भए पनि समूहको साथ बिना शिकार गर्न असम्भव भएको र सम्भव नभएको अनुभव लियो। त्यसलाई आफ्नो निर्णयमा पछुतो भयो। ऊ आफ्नो समूहमा फर्कियो र गल्ती स्वीकारेर सबैसँग माफी माग्यो। समूहले पनि उसलाई माफी दियो। फेरि एकपटक जङ्गल शेरुको गर्जनबाट फेरि काप्न थाल्यो भन्ने शीर्षकमा यो आजको प्रसङ्ग थियो। यो प्रसङ्गको शीर्षक थियो शेरुको शिकार भन्ने शीर्षकको नयाँ पत्रिका दैनिकको। यस्तै हाम्रो जीवनमा पनि हुन्छ। अलिकति पैसा कमाए, अलिकति ठुलो मान्छे भए भन्दैमा गरेर आफ्नो समूह, नातागोता, सम्बन्ध र परिवारलाई त्याग्ने काम पैसाको लागि हामी गर्छौं। त्यो चाहिँ नगर्न विनम्र अनुरोध गरिएको यो आजको प्रसङ्ग थियो। अब कवितातिर लागौँ। बाको खल्तीबाट पैसा चोरेर मैले बेलुन किनेको दिन, बाको खल्तीबाट पैसा चोरेर मैले बेलुन किनेको दिन, बालाई तिमीले मैले ओखती किने भन्न भ्यायौ। आमा चोरी मैले गरेँ, बाको गाली तिमीले खायौ। आमा तिमी झुट बोल्छौ। अरूले खाँदा खाँदै जब भाँडोमा भात सकिन्छ तिमी भन्छौ
आज मलाई खान मन छैन, तिमी भन्छौ आज मलाई खान मन छैन, जब मैले केही फुटाउँछु तिमी भन्छौ मैले फुटाएँ छोरीले होइन, जुन दिन तिमीले मलाई भन्यौ आज मेरो नाकको फुली हरायो, भन आमा त्यही दिन बेलुका घरमा बजारबाट चामल कसरी आयो, आमा तिमी झुट बोल्छौ भनेर यो हिजोको आमाको सम्झनामा लेखिएको कविता थियो। अब आजको तातो छ, मास्टरलाई कुट्यौ कुट सकेको गर, मास्टरलाई कुट्यौ कुट सकेको गर, तर अबदेखि तिमी बिरामी भयौ भने डाक्टर कहाँ नजानु, मास्टरले पढाएको डाक्टर कहाँ पनि के जानु, क ख ग एबिसी नलेख्नु, मास्टरले लेख्न सिकाएका अक्षर पनि के लेख्नु, कम्प्युटर मोबाइल मोटर नचलाउनु, मास्टरले पढाएका मान्छेले बनाएको सामान पनि के चलाउनु, नचढ्नु प्लेन, मास्टरले पढाएका मान्छेले चलाएको प्लेन पनि के चढ्नु, नलगाउनु लुगा तिमीले अबदेखि नाङ्गै हिँड्नु, मास्टरले पढाएका मान्छेले सिएको लुगा पनि के लाउनु, पेट्रोल छर्किनु तिमी बसेको घरमा, पेट्रोल छर्किनु तिमी बसेको घरमा र सलाई कोरेर लगाइदिनु आगो, मास्टरले पढाएका इन्जिनियरले बनाएको घरमा के बस्नु, पख अझै बाँकी छ मैले भन्ने कुरो, पख अझै बाँकी छ मैले भन्ने कुरो, सुनिसकेर मात्रै मलाई गाली गर्न थाल, निरो बाँसुरी बजाउन छोड, औँलाले मास्टरले कलम समाउन सिकाएका हात पनि काटेर फाल भनेर यो कविता थियो। कलम घरमै छुट्यो, मागेको कलमले लेखेको अक्षर पनि मागेकै जस्ता भए भनेर उहाँको आजको अक्षर अघि पछि भन्दा अलि फरक तरिकाको थियो। यो कविता मैले पढेर सकेँ। आजको लागि सङ्कलित सामग्री 8:08 जाँदा टुप्लुक्कै सकियो। भनेर सुरु भएको आजको च्याटतिर लागौँ। लौ सबै कम्पनी इन्भेस्टमेन्ट कम्पनी बन्न थाले, इन्फ्रास्ट्रक्चर कम्पनी बन्न लाए भन्ने चर्चा छँदैछ। यसरी चर्चा हुन थालेपछि के गर्ने भन्ने कुरा हामीले बुझ्नुपर्छ। एउटा क्यापिटलदेखि अर्को क्यापिटलमा मेरो सेयर चेन्ज गर्न के गर्नुपर्छ भन्नुभएको छ। जहाँ तपाईँको सेयर छ त्यो सेयर भएको क्यापिटलमा जानुहोस् र त्यहाँ गएर एउटा आफ्नै खाता हो भने दुवैतिर त्यहाँ गएर बिओ टु बिओ ट्रान्सफर भनिन्छ, विद्यार्थी खाता ट्रान्सफर, त्यस गरेर एउटा निवेदन माग्नुहोस्, त्यो मागेर त्यहाँ फर्म भर्नुहोस्, त्यसपछि एउटा आइडी दिन्छ, आफ्ना किताहरू सबै लेखेर प्रति कम्पनी 25 रुपियाँ लाग्छ। त्यसपछि अर्को त्यो त्यहाँ स्टाम्प लगाएर लिएर जानुहोस् र जहाँ लैजानु पर्ने हो त्यहाँको सबै डिपी लेखेर त्यहाँ लगेर बुझाउनुहोस्। बुझाइसकेपछि त्यसपछि उहाँले स्टाम्प हालेर टाक्टु गरिदिन्छ। अहिले त अनलाइनमै हुन्छ, प्रायः जानु पर्दैन। त्यसपछि उहाँहरूले सिडिएसीमा मेल गर्नुहुन्छ, सिडिएसीमा 100 रुपियाँ क्युआर गरेर पैसा पठाइदिएपछि अनि त्यो भाउचर मेल गरेपछि लगभग 5-10 मिनटमै खातामा होर र सेयर आउँछ, भोलिपल्ट कारोबार गर्न सकिन्छ। त्यही गरौँ भनेर मेरो लगानी समाचार लेखेको छ, हेर्नुहोस्। 2.5 करोडको सिरिप बोकेर हिँडेछन् ल, हेर्नुहोस्। यस्तै यस्तै मान्छेहरू छन्। आज मेष राशि बुम भन्ने मान्छे पनि हुनुहुन्छ। शिक्षाको आन्दोलन मात्र कुरा गरे, अरू आन्दोलन चाहिँ खै मैले गरिसकेँ। आज रत्नपार्कमा आन्दोलन छ, शान्ति बाटिकातिर। के दशा लाग्यो होला बिचरा विधायलाई, गएर खाने बेलामा मन पर्यो। 28 करोडको जग्गा छ, अहिले पनि छ। यो रेटमा पनि 28 करोडभन्दा माथिको जग्गा छ, खुरुको बेचेर तिरे हुन्न, तिर्दैनन्। अझै गरेर ठुलो चर्को बोल्दैमा हुँदैन, कानुनले समातेपछि छोड्दैन। विश्वास पनि कसो गर्नु, खै मास्टर साहबले लोड सेडिङ छैन भन्ने समाचार पढ्दै गर्दा घरमै बत्ती गयो भन्ने चर्चा छ। के गर्नु चाहिँ इन्भर्टर राख्नुहोस् न। सेयर बजारमा काम गर्ने 50,000 रुपियाँ खर्च गरेर घरभरि पुग्ने इन्भर्टर राख्न सकिन्न भने त त्यो त मैले के भन्नु। एउटा सर्टको कमाइ 50,000, त्यति आफ्नो घरको लागि खर्च गर्न सकिन्न। इन्भर्टर ट्याक्क राख्नुहोस्, 200 के इन्भर्टर ब्याट्री राख्ने, ट्याक्क घरभरि बत्ती बाल्ने, कहिल्यै बत्ती जाँदैन ढुक्क। अलिकति बिजुली 500 रुपियाँ बढी उठ्छ, त्यति मात्र हो नि। र्याली छुट्ला। देश 2 कितामा छ, एक राष्ट्रवादी जुधारू युवाहरूको किता, 2 गणतन्त्रवादी देश लुट्ने तस्करहरूको किता भन्नुभएको छ। खै तस्कर पनि के भन्नु र, खै आफूले भोट हालेर पठाउने अनि तिनलाई तस्कर के भन्नु। भोट हाल्ने बेला ख्याल गर्नु पर्यो नि। कुणाकर भट्टको राजीनामा स्वीकृत, निलम ढुङ्गानाको अग्नि परीक्षा भनेर पनि आएको छ। 3 दिन अगाडिको डेट राखेर राजीनामा स्वीकृत गर्ने भन्ने कुरा आएको छ, मलाई मेसेज आएको छ। सत्य भइदियोस्। लु सबैको जय होस्। गुण चाहिँ कहिले लाउने रे भनेर, गुणहर चाहिँ कहिले लाउने भन्नुभएको छ। अब केही मेसेजतिर लागौँ। राजीनामा 4 दिन अघिको मितिमा स्वीकृत गरिँदैछ लेख्नु भएको छ। ल यो पनि बनोस्, 11:30 बजे अगाडि नै सुन्न पाइयोस्। पैसाको फन्डा नत्र फुटेको अन्डा भन्ने चर्चा पनि चलिरहेको छ। के रहेछ यो चक्कर बुझिएन। ल यस्तै यस्तै गऱ्यौँ। अब एउटा मेसेजमा एचआइडिसिएल मार्फत हालसम्म 42 कम्पनीमा 60 अर्ब लगानी भनेर समाचार आएको रहेछ। यो समाचार चाहिँ कुन पत्रिकामा आयो थाहा छैन, मलाई कटिङ चाहिँ भेटेको छु मैले। ल यस भन्दै आजको लागि सङ्कलित सम्पूर्ण सामग्री सकियो। आइदिनु भयो, सुनिदिनु भयो, आउनुहुने सुन्नुहुने 600 भन्दा बढी साथीहरूलाई धन्यवाद व्यक्त गर्दै आजको लागि समय सकियो। भोलि बिहान ठिक 7 बजे फेरि उपस्थित होला। तबसम्मको लागि सबैको जय होस्, नमस्कार, धन्यवाद।